काय नाही पिठा बिता म्हणा उद्या स्प्रिंकल येऊ थांबो Mana utang pi nga bintani mo ani mana. म्हणते उमा उथम बिबी नाही ना मग अन्ने Lai, ana ram phale mari hole di ngata Amis ki sai le ba bi bu le sa bin asa ne kha o so ni su jin da ye yim so ni su ye tin phe ka na zan ne ta ka le phe ni te ki. ti di zore so na po Nga. rai sa Tu kilo peti sai mang. Ang sama ne mana ibing nga tam eo mana. mo ne man ana so ni lu ta ne yin nai mamang ibi ngama no mo khone mu bi ne mo अच्छा के भएको पानी नै फालेन रहेछ एक कौरो तल जाने भएछ फन फन घुम्नु पर्ने मम्मी कत्रो गाली बोल्नुहुन्छ कति गाली फेरि ट्राई गर्नु त हुन्छ कि चाहिँ हाम्रो घरको स्प्रिङ्कल लिन आएको त्यहाँको स्प्रिङ्कलले काम गरेन अनि यताउता गर्न त्यस्तै 15 मिनट जति लाग्छ होला हाम्रो अर्को स्प्रिङ्कल चाहिँ यो रहेछ अब म यो लिएर जान्छु हैन अब कति मिनटमा मम्मी भएको ठाउँमा पुग्छु म त्यो हेर्छु है लेट्स गो अहिले चाहिँ हाम्रो स्प्रिङ्कलले काम गर्यो हैन अघि चाहिँ यो फोन घुमेन कि अनि म घर लिएर हैन आएको हैन आउन जान त समय लाग्छ नि र पनि म कति मिनटमा आइपुग्यो 6-7 मिनटमा आइपुग्यो कस्न त राम्रै कसैको अट्टी न अट्टी छ यहाँ जम्मा कतिवटा छन् कुखुरा 6वटा मम्मी 6वटा ओ हेलो मिस्टर को हो यो मान्छे नमस्ते सोल्टिनी mang lebe supi yai mana मोमेल ने ती इन्फो पनि मन पर्न वछ एकछिन छिटो यही ती छिटो मा यही त्यहाँ oh thank you darling tin pa tiang lo tang lo brush me so this is coffee te bi ngane ye tang de ni चिया तब जरा जति oh this is my favorite brush oh 120 सोस्टन के हुन्थ्यो the brush 120 and then टलक्कै ngले टल्कै मे हाल्नु 120 brush ए मांगी हाल का बल्ल ब्ल्याक ते फटाफट बेहाल सबै बेहाल ओक्न उम्बी मा कल्प प्रसाद छे बोले त्यतिकै भयो अस्ति मम्मीले नि सुदियाङलाई पर हस्पिटल oh this is my favorite tea नयाँ मसला चिया तर खस्याम चाहिँ प्राय अर्को 3 पाती tin pating मम्मीले चाहिँ सुदियाङलाई यस्तो सुदियाङलाई मिस गरेको छु कहिले आउने कि इनर्जीले नि यस्तै गरे गुनासो हिजोदेखि खो मनमाथि चेखाल्याममा छाट्छन् हस्पिटल भरि बिल ए एन चन्छ याद न 4 बजे 5 बजे तिमीहरूलाई गाह्रो त छैन नि कोरोना त ल्याएन नि 2 दिन अम्सिङ त नै मिस्कीको ती 2 दिन यो ड्रेस बाल्नु त फेरि माग गरे kesan bale ni kimi still you have this light yes छ नि from where from your shop हैन उसको From where? अरुकै बजारबाट अरुकै पसल भयो this is very hard to find right now okay bye दि यहाँ त यो के रहेछ हेर त uta era ta ke rai uta era ta uta tanama त्यस्तै सुने मैले झन्नै पुगी भन्नु भयो pakaउँछ नि तलेको भरे दिन जम्मै चाहिँ ए नमस्कार चाबेलमा यस्तो बेच्ने अनि उनीहरूले चाहिँ के गरेर भोन आउँदो रहेछ अरू काउली मान्छे त यहाँ खोज्दा कहाँ जानुभएको जीवन कला खै खोज्दा लम्बी लम्बी त हो मनमाने युजने ए चिङ त चिम दो बला la ipia bote पेपे हो त ठिक्क जोङ eh बला दो ni long ki tok saya po big dan pi ten mem suku गफमा गयो त मान्छन् पुत्याम रहेछ यसको नाम मैले ठ्याक्कै बिर्से के पो भन्छौ यसलाई लुक एट दिस वाउ जस्ट लुकिङ लाइक अ वाउ फाले ल शाबास हैन
मै प्याखे बनाऊ दाई भाउजूको उतापट्टिको घरमा रहेछ यो दाल नखाएर सबै बिग्रेछ धुवाले केही देखेन अनि सुँगुरलाई भनेर केही देखेन हौ धुवाले गर्ने भनेर सुँगुरले खाओस् भनेर ल्याएको अब कहिले पाक्छ माङ्के आमै नि प्याम चाहिँ सुबानी पाउनु रहेछ है मम्मी छैन हेर्नु नि यिनीहरू ठुल्ठुलो पेट छ ऊ नखाएर एउटाले पारी हेरिरहेछ चाहिँ मैले मेरो मम्मीको कपाल नुहाउँछु जिउ नुहाउँछु अनि त्यसपछि चाहिँ काम सक्छ त्यसपछि म आफ्नो काम पनि गर्न भ्याउँछु पहिला मम्मीको सबै सघाउँछु त्यस के मुसु मुसु हाँस्नुहुन्छ नुहाउनु पर्छ बाल्टिम चुल्ठो बाँध्छु ल लन्ठै साप भयो नि होइन मम्मी 3 खाप भयो अब योसँग त कति खाप लाउनुहुन्छ मम्मी यो सिक्री पछाडि लाउनु न चुल्टै छ उतापट्टिको नि हेर्छु ल कहाँनिर रे राम्रोसँग भन्नु त ए त्यो 2टा रिङ निकाल्यो भनेको 2टा यस्तो सिक्री यो चाहिँ तलै हुनुपर्छ भन्नुभएको तपाईँले ए यो राम्रो भएन र नकलीले के गर्छ हौ बुङमा के हालिदिन्छ अघि पनि के गरेर स्वाटे तर दिमाग खराब नगर है मर्दिन्छु तर यत्रो ढोरी यता हो यता तेरो नमाज कसरी फुकालेको यो भन्नु त कसरी फुकालेको ए नानो यसले फेरि तेरो पनि ढाड ल कहाँ जाँदो रहेछ म हेर्छु नि तिम्रो ल कहाँ जाँदो रहेछ अझै गौटा हे भगवान हाई आज चाहिँ शुक्रबार अनि आज चाहिँ म शुक्रबार के गर्छु त्यसको भ्लग बनाउँछु भनेर सोचेको छु आज बिहान चाहिँ मैले दाउरा ओसारेर त्यो चाङ लाएर राख्छु होइन मैले त्यस्तो सोचेको छु अनि दिउँसो चाहिँ म हाम्रो चचेको के भन्छ चारा खोज्न सिस्नो खोज्न जान्छु भनेर सोचेको छु पारीतिर जान्छु आज चाहिँ टाढा गएर धेरै ल्याउँछु भनेर सोचेको छु हेरौँ के हुन्छ अनि होइन के भन्छ 2 दिन चाहिँ मलाई एकदम पखाला चलेको थियो होइन एकदमै पखाला चलेको थियो आज चाहिँ अलिक राम्रो भएको छ हिजो अस्ति चाहिँ एकदमै अर्कै खालको पखाला चलेको थियो त्यही हो आज के गर्छु त्यो चाहिँ म सबै देखाउँछु तपाईँहरूलाई पनि यहाँ पनि छ आज हाम्रो बुवाले चाहिँ खुकुरी हराएर दिनभरि 2 घन्टा जति खुकुरी खोजेकै पाएन के लानुभयो अनि मैले चाहिँ यहाँ खाना बनाउँदैछु अब चाहिँ म आफ्नो काम सुई गर्छु अनि भरे के देखाउँछु यो चाहिँ रक्सी पार्नलाई हो हिजो हल्का पानी परेको थियो त्यही भएर धेरै के भन्छ अब आगो बल्न समय लाग्छ नि त अलिअलि भिजेको भएर धेरै त होइन हियर इज द क्विन यो दाउरा चाहिँ अब म सबै लगेर यस्तो के चाङ गरेर राख्ने हो होइन यो हाम्रो घर हो अनि यो यतापट्टि हाम्रो दाइहरूको घर हो होइन सोलुखुम्बु इज द ब्युटी पुई चाहिँ छैहला बुबुले तर पुई बाहिर चाहिँ look at here
वाउ यार हिरो यार किन यस्तो डेन्जर भनेको तिमी अहिले दाना नकाएर न्यु खोज्छस् एक पमा यो ओले फेपितिको कम गयो मागी मामी बेक्छु भने चाहिँ एक दाना देख्दो रहेछ जस्तो 1500 देखाएको मम्मी माने त चाहिँ छुट्टै हो त्यति mà bông phải phải từ trên là tầng ए त्यहाँ thêm biết khi mà bóng gối nó làm bằng cái này 500 cáiแต่มันตู้มาถั่วตู้mà này ăn nó gọi thì mình nhà chơi sân tala chơi sao đi lên nó bông mà giá một trăm này mami le ऐसा नहीं हो ऐसा नहीं mami thế rằng cái này bé mày xem đi my god mami mang si pia manual nim din oh my god anik pala puto anik ni pianol ba te lam kom po sana kwasti mo ya la ne ya kam forki mo ya kam tapi tem boom ne forki mo pi tem ho khai min ta o mananul anh là nè tí số mấy nè ở con khal pong được gì cái ơi à wow tí áo cho lấy cái gì rồi 네. mang con cái toàn này mẹ. Nhanh mày nè. Hả? Mạnh nè. Mà ini. 이건 저거 नि कुतले आस्ते आज चाहिँ म गोलबेटा टिप्छु किनभने हिजो नै टिप्नु पर्ने थियो वाउ दिस इज माई मदर हार्ड वर्क ओ गॉड गोलबेटा हैन यति फलेको यार यति धेरै फल अब म यो सबै टिपेपछि चाहिँ कति निस्किन्छ मैले चाहिँ मम्मीलाई के भनेको छु भने बेच्न लैजाम यो धेरै भयो भनेको छु लेट्स सी हैन उता कुन सबै टिपेर ल्याउँछु म त्यहाँ चाहिँ ब्रेक त्याम गरेछ मम्मी यति राम्रो फलेको छ है न यसमा कुनै औषधि हालेको छ न युरिया मल छ केही पनि छैन है हामी चाहिँ आज खास्ता पाएको हाम्रो मम्मीको काम थियो र मम्मी तपाईलाई थकाइ लाग्यो कि लागेन तपाईलाई थकाइ लाग्यो कि लागेन ठिक हैन मम्मी मलाई त कस्तो रुन मन लाग्यो हौ मलाई त कस्तो रुन मन लाग्यो उ त्यो हिमाल देखेर कति राम्रो है मम्मी मम्मी त्यो त नजिकै है यो कुन ठाउँ होला है त्यो हिमाल मम्मी वाउ यति राम्रो छ हैन त्यो माथि माथि मैले हिमाल देखेँ हैन आधा त यो त एउटा सुरु मात्र हो के सोलुखुम्बुको हिमाल अर्कै छ के यसपालि सबभन्दा हाम्रो गाउँमा धेरै आलु सप्रेको चाहिँ हाम्रै होला है होला यति राम्रो होला नि बाग्रो धेरै छ अनि बाग्रो
कमल थुप्रो हुन्छ है आलु त टन्न निस्किन्छ अब टन्न बेच्ने अब कति महिनापछि आलु खन्ने मम्मी 1 महिना लाग्छ 1 महिना राख्यो भने त मजाले छिप्छ नि अब वैशाखमा खनेर बेच्नुपर्छ आज चाहिँ हामीले साग काटेर घर लाने किनभने यो सबै साग चाहिँ काटेर घर लगेर यसको गुन्द्रुक बनाउने भनेर मम्मीले भन्नुभएको छ अनि यो पनि फेरि मम्मी एउटा कुरा आज भन्नु त तपाईँले के होला मैले भन्नु यो त तपाईँले बेची पनि जान्छ एकचोटि हाम्रो बाख्रा थियो नि त बहिनी र मेरो पेवा त्यो बाख्राको पैसा कति भयो खै ए त्यसको त नि करोड भयो होला खै त्यो हाम्रो पैसा छैन कहाँ छ छ कति छ त्यो पैसा मलाई दिनु है म मान्छे नाम्जे लुक्लातिर जान्छु साँच्चै हो कि झुट हो मम्मी झुट हो कि साँच्चै यो पैसा छ कि छैन त्यो बाख्रा इसी र मिसी गरेको अनि 2 आउँछ 2 पटक हो कि 3 पटक त बहिनी दियौँ कति एक फेर 13,000 अहिले त्यसले चुप्प लागेर खायो कि के हो अनि एक फेर चाहिँ 8,000 हो कि 9,000 को दियौँ ए दिदी त्यसो भनेपछि मम्मी मम्मी what are you doing what are you doing what are you doing here mommy this is not right to do this oh god no you are so naughty mommy oh my god you are so naughty mommy you finish here प्लिज गर्नु न कि प्लिज मम्मी प्लिज चिल्ला दिगदेल बजार कसको स्टाइल यस्तो देख्यो यस्तो खिच्न मन लाग्यो सिपते फेमी जीवनको स्टाइल ए उनको पहिला हामी थियो त न आम्माम ल अब चाहिँ स्टाइल चेन्ज गर्नु मम्मी के आमा इमन देन्तासी यो सेम प्याज त ओ माय गॉड ए मेरो फोटो देखेर तपाईहरुले चाहिँ यस्तो गर्नुभएको ए मान्छे त न अर्को खालले पोजिस अर्को दिन अर्कै खालको मम्मी अर्कै खालको गर्नु न चेन्ज गर्नु ओ माय गॉड कसले यस्तो गरेको चाहिँ यो चाहिँ भएन हौ अरू पनि गर्नु उठेर यस्तो हिरोनी जस्तो गर्नु न उठेर यताउता डुल्नु हैन अनि राम्रो फेरि भन्नु त मम्मी माय गॉड यो चाहिँ कसले भनेको ओ माय गॉड चाहिँ थ्यांक यू भेरी गुड कसले थ्यांक तपाईलाई इंग्लिश बोल्न आउँछ मम्मी भेरी गुड इंग्लिश बोल्न नि मम्मी तपाईँ त एकछिनमा तपाईँको आफ्नो भिडियो देख्नुहुन्छ तपाईँ भएसम्म कति राम्रो हुनुहुन्थ्यो होला है खै अब अनुहार देखे पो कस्तो थिए कहिले ऐना हेर्नु भएन उहिले थिएन ऐना छैन पहिला थिएन आयो अनि माथिको चुचुले के उयो माथिको चुचुले सबैभन्दा राम्रो त यही थियो भन्थ्यो कि त्यो माथिको गफारे बाजेले फेरि भिडियो यस्तै गरी गर्ने है ल यस्तो गर्नु नि ल बाई here do not worry